हरेकजनाले यसरी नै अघि उहाँले भन्नुभयो जस्तो हरेक भेगमा आफूलाई पनि खोज्दै आफूले पनि चिन्दै यहाँ आउने यात्रा गरिरहने मौका पाउँछु र यहाँ यति न्यानो स्वागत गर्नुभएको यो एक संवादको कार्यक्रममा प्रस्तुत हुनुभएको छ। एकदमै खुसी लागेको छ। मलाई पनि सम्झना भएअनुसार यो फुटबल पहिलोपटक सन्तोष सरले ल्याउनु भएको यो कति साल भयो थाहा छैन। जे यति चाहिँ सम्झना छ टेरिया उहाँहरूभन्दा चाहिँ सानो हुनुहुन्थ्यो कि जस्तो लाग्छ, किनभने टेरियालाई त्यो कुरा सम्झना छैन रहेछ। फुटबल म त्यसरी सम्झिन्छु। त्यो कार्यक्रममा आउँदाखेरि यस्तै स्टेजमा उसले नाचेको थियो। उसको नाम र उसको डान्स दुवैबाट म प्रभावित भएँ। डान्स चाहिँ नै मेरै गीतमा त्यतिखेर उभिएको छु कि मैले भन्यो भने उहाँहरूलाई सायद अर्कै गीतमा नचाउनु भयो त्यो हेरोल्ड सङ जस्तो गीत भन्नुलाई सानो नाच्नुभयो नाम युनिक थियो। तर पछि थाहा भयो ऊ चाहिँ मेरो आँखामा बसिरहेको थियो। पछि उसलाई भारतीय टेलिभिजनहरूमा देख्न थालेँ। अरे उसलाई त मैले भेटेको देखेको उस त नाच्थ्यो यहाँ हेर्दा हेर्दै उसले थुप्रै हासिल गर्यो। हुँदा हुँदा यसमै एकदम खुसी लागेको थियो। 4-5 पटक यो बुटोलमा आएँ। बुटोलका धेरैजना मेरो साथीहरू हुनुहुन्छ अनि कुरा आउँछ यहाँको विषयमा, यहाँको कला क्षेत्रको, यहाँको योगदानको विषयमा धेरै नै कुराहरू छलफलहरू हुन्छ। तर यहाँ आएर म गम्भीर रूपमा भन्न बसेर कुरा गर्ने अवसरहरू एकदमै कम पाएको छु। मलाई लाग्छ हरेक पटक आउँदाखेरि बिहान त्यो पटक त म बिहान आएर बेलुका फर्केको थिएँ। कारण अरू पटक म यहाँबाट यो बाटो भएर म सम्झनासम्म दाङ गएको छु। 2 पटक 5 पटक आएको छु। एकपटक सिनेमाको प्रमोसनको क्रममा सायद कबड्डी खोको बेला आएको छु। त्यो भनेको बेलुका आएर बिहान फर्केको हो। आज 5औँ पटक आउँदाखेरि पनि करिब त्यही अवस्था छ। आज अहिले आइपुगेको छु, भोलि बिहान फर्किन्छु होला। तर यहाँ आउनुभएका अनि यहाँ तपाईँहरूमा त अलिकति धेरै अझै धेरै कति दर्शकहरू हुनुहुन्छ होला जो चाहिँ उहाँहरूको रुचि सिनेमाप्रतिको रुचि कस्तो छ अथवा उहाँहरूले कस्तो रुचाउनुहुन्छ यो चाहिँ मैले बुझ्न पाएको छैन। हामी एक किसिमको सिनेमा गरिरहेका छौँ जुन चाहिँ आफ्नै कथाहरू आफ्नै शैलीमा भन्ने कोसिस गरिरहेका छौँ। यो भन्दै जाँदा मितज्यू भन्ने सिनेमा अहिले तपाईँहरूको यो फुटबलमा पनि लागिरहेको छ। कतिजनाले हेर्नुभएको छ होला, कतिजनाले हेर्नुभएको छैन। त्यो चाहिँ हामीले बाँचेको एउटा समयको कथा हो। अर्थात् सर्टकटमा अहिले त यसलाई मेरो डिरेक्टरले हाम्रो डिरेक्टरले भन्नु होला। तर हामीलाई सबैभन्दा अहिले तत्कालीन समयमा हामीलाई एकदम ताजा भएको चाहिँ भनेको आन्दोलन चाहिँ यो जेन्जी आन्दोलन, यो मुभमेन्ट हो हामीलाई ताजा भएको। तर त्योभन्दा अगाडिको हाम्रो राजनीतिक र सामाजिक अवस्था चाहिँ कस्तो थियो र कसरी हामी बाँचिरहेका थियौँ र हाम्रो सोच कस्तो थियो भन्ने कुरा त्यो फिल्ममा एउटा लेयरमा देख्न पाइन्छ। त्यस कारणले त्यो सिनेमा तपाईँले हेर्नुभयो भने र आउने जेनेरेसनलाई पनि त्यो सिनेमा हामीले हेऱ्यौँ भने हामीले आफैलाई समीक्षा गर्ने अवसर पनि पाउँछौँ होला। र यो पुस्ताले हेर्नुभयो भने अहिलेको जो जेन्जी पुस्ता हुनुहुन्छ उहाँले हेर्नुभयो भने तपाईँहरूले आउने दिनको लागि त्यो हिजोको त्यो घटनाक्रमहरू अथवा त्यो मनस्थितिहरू चाहिँ कस्तो थिएछ भनेर आगामी दिनको लागि नयाँ योजना पनि हुनसक्छ होला, अथवा यसले विभिन्न संवादहरू निकाल्न सक्छ होला भन्ने मलाई लागेको कुरा हो। मलाई यस्तो सिनेमा गर्न एकदमै रुचि लाग्ने हो। विशेष गरेर हाम्रो अनिल बुढामलले यो भन्नु रुचाउँछ। उसको पहिलो फिल्म घर चाहिँ गर्दाखेरि पनि एउटा 2-3 वटा लेयरमा त्यो ट्राई गरेको थियो।
तर यो पटक चाहिँ अझै त्यति नै हिसाबले एकदमै लिएर मेटाफोरमा चाहिँ एकदमै इन्ट्रेस्टिङ तरिकाले सिनेमा गरेको छ। त्यस्तो सिनेमा गर्न म पाउने रुचि हुँदाहुँदा पनि मैले पाउने पनि अवसर पाएको छु। तर यति चाहिँ हो, दर्शकहरूमा बसेर यसरी नजिकबाट संवाद गरेर चाहिँ तपाईँहरूको चाहिँ रुचि कस्तो हुन्छ भनेर पनि मैले कहिले पनि सोध्ने मौका पाएको छैन। अक्सर हाम्रो भेटघाट चाहिँ हलमा हुन्छ, हलमा मन पऱ्यो परेन, पऱ्यो ठिक छ, परेन सरी भनेर हिँड्ने मात्रै चलन छ। त्यसले गर्दाखेरि चाहिँ खास के भइरहेको छ, नेपाली हाम्रो आम नागरिकको सोच अथवा हाम्रो अहिलेको मनोदशा कतातिर गइरहेको छौँ, के सोचिरहेको छौँ त्यो बुझ्नु पनि हामीलाई आवश्यकता परेको होला। एउटा आर्टिस्ट कलाकारको हिसाबले, फिल्म मेकरको हिसाबले त्यसको लागि पनि यो पटक हामी अलिअलि थोरै टिभी विषयमा मिलेर विशेष गरेर निर्देशक हामी चाहिँ यो म्युजिकको लागि मात्रै नभएर ओभरअल नेपाली सिनेमा, नेपाली कला साहित्यकै लागि भनौँ कुन मनोदशामा हामी अगाडि बढिरहेका छौँ यो बुझ्नको लागि पनि यसरी एउटा यात्रा र छलफल र हामीले पनि नयाँ केही भेटिन्छ कि भन्ने यात्रामा गएको छौँ, जसको माझ तपाईँहरू आइपुगेको, तपाईँहरू माझ आइपुगेको छौँ। यो अवसर दिनुभयो, धेरै धेरै धन्यवाद तपाईँहरूलाई। अहिले र यसै गरी यस मिचु फिल्मले कस्तो मोड लिएला, समाजलाई कस्तो परिवर्तनमा ढाल्न खोजिरहेको छ, अहिलेको परिवेश कस्तो छ भन्ने भनाइ र आफ्ना भावनाहरूलाई राखिदिनु हुन यस मिचु फिल्मका निर्देशकज्यूलाई पनि आफ्ना भनाइहरू राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। पहिलोपटक त सबैजनालाई एकदम धेरै धेरै धन्यवाद। किनकि मैले सङ्घर्ष ल्याउनुहुन्छ उहाँले गर्दा चन्द्र दिदी उहाँहरूले गर्दा यो कार्यक्रममा आउनु पाएँ, तपाईँसँग भेला गर्नु पाएँ। यो सायद हामी उहाँहरूलाई अहिलेको है यहाँ आउने वातावरण म कहाँ कुन वेज पढेर जाने भन्ने कन्फ्युज थिएँ। त्यो कन्फ्युज गरी उहाँहरूले सम्हालिदिनु भयो र मैले आफ्नो रोलमा आएर त्यसको लागि उहाँहरूप्रति पनि धन्यवाद। त्यहीमा उहाँहरूसँगै म चलचित्र सङ्घमा हामी केन्द्रमा मैले अलिअलि सदस्यको रूपमा काम गरेको थिएँ निकै पहिला। अनि फेरि म चलचित्र सङ्घको टिम यता भेट्न पाउँदा साह्रै नै खुसी लाग्यो, उहाँहरूले आइदिनु भएको छ। अनि सँगसँगै नेपाल चलचित्र पत्रकार सङ्घले पनि एकदम धन्यवाद। यो पत्रकारिताको जर्नी चाहिँ म पनि आफ्नोले 9 वर्ष भएको काम गरेको। अनि पत्रकारितालाई आफूले अपनाउन थालेको भएर हामी जस्तै बाटोमा हिँड्दै तपाईँहरूलाई दुःख दिँदै फिल्म हेरिदिनु सही भन्दै हिँडिरहेका यात्री न हो। त्यसैले यो कुरालाई तपाईँहरूले आएर हाम्रो कुरा सुनिदिनु भएकोमा सबैलाई धन्यवाद। र यो फिल्मको बारेमा भन्नुपर्दा अघि दादाले भन्नुभयो, यो फिल्मको लिएर अलिक मजबुत लिएरमा हामी काम गर्ने प्रयास गरेका छौँ। भर्खर हिजो अस्ति हाम्रो नवीन सुब्बाले सबैले चिनेको नेपालको फिल्म मेकर, राम्रो फिल्म मेकर, उहाँको एउटा भनाइ थियो नेपालमा पहिलोपटक ट्राई गरेको यो मजबुत लिएरमा काम गर्ने चाहिँ यो चाहिँ राम्रो पक्ष भनेपछि चाहिँ म अलिकति खुसी। त्यही कुरा यहाँ जोड्न खोजेको किन हो भने मैले फ्रक लिएर काम गरेर नेपाल मैले आफूले ट्राई गरेँ। यसो गर्दा यो लेयरमा फिल्म भन्दा कस्तो हुन्छ भनेर ट्राई गर्दै गर्दा अलिअलि जोखिमहरू पनि मैले प्रड्युसरको लगानी अनि मेरो आफ्नो कुराहरू राख्नलाई, आफ्नो के अरे भित्र लुकेको एउटा व्याथा पोख्नलाई प्रड्युसरको लगानीको आवश्यक भयो। त्यो लगानी कसरी सूचित गर्ने भन्ने मैले आफूले अपनाउनु महसुस भयो। त्यसले गर्दा म यसरी तपाईँहरूसँगलाई कुरा धेरै हिँडिरहेको छु। अनि फिल्मको चाहिँ यो मल्टिपल लेयरमा कोसिस गर्दा कति जोखिमहरू म लिएको छु। त्यो जोखिम चाहिँ अझैसम्म अलि नपुग्न सक्छ कि भन्ने मलाई पहिला नै डर पनि थियो र तपाईँहरूमा त्यो नहुन सक्छ। तपाईँहरूले
तर कसरी हेर्ने जस्तै नेपालमा हरेक फिल्मलाई एउटै जनरमा राखेर हेर्ने चलन छ। त्यो चिजलाई चाहिँ यो डिफ्रेन्ट जनरा पनि हो भनेर हेऱ्यो भने कस्तो हुन्छ भनेर तपाईँहरूको समझ चाहिँ हामीले आफ्नो कुरा राख्नलाई हुँदै हिँडेका छौँ। र यो अघि दाइले भने जस्तै जेन्जी आन्दोलनभन्दा अगाडिको जुन सामाजिक राजनीतिक अनि तपाईँको आर्थिक अवस्था कस्तो अवस्थामा थियो र जेन्जी आन्दोलनपछि के भयो भन्ने कुराहरू चाहिँ फिल्ममा पाउनुहुन्छ। अर्को क्यारेक्टरको कुरामा चाहिँ दाइले मेन क्यारेक्टर कस्तो आँखाले फिल्म भनिरहेको छ क्यारेक्टरको कुरामा चाहिँ नेपालमा जस्तै हरेक फिल्महरू हाम्रो नेपालमा एउटा हिरो हुन्छ एउटा कुरा हुन्छ अनि उसको जोडमा फिल्म सकिन्छ भन्ने टाइपको एउटा न्यारेटिभ छ। त्यो न्यारेटिभ हटाउनलाई चाहिँ मैले के ट्राई जोकिङ मोल्डिङ भन्ने कारण चाहिँ के जोकिङ गरेर मोल्डिङ भन्दा आफै भिलेन आफै हिरो क्यारेक्टर चाहिँ कस्तो हुन्छ भनेर ट्राई गर्नु। त्यो क्यारेक्टर ट्राई गर्दा चाहिँ कहीँ कन्फ्युजन हुनसक्छ। त्यसले गर्दा फिल्ममा तपाईँहरूले दिइराख्दा चाहिँ कुन क्यारेक्टर हो त फिल्मको भन्ने कन्फ्युजन हुनसक्छ। जस्तो सुकै भयो भने अन्तिममा आएर फिल्म हेरिदिनुहोस् भन्ने नै हो हाम्रो। अनि तपाईँहरूले यस्तो टाइपको फिल्मलाई सपोर्ट गरिदिनुहोस् भन्ने नै हो। अनि अघि भने दाइले भने जस्तो खासमा नयाँ कुरा हेर्नुहोस् होइन, नयाँ जेनेरेसनले हेर्नुपर्ने जेन्जी आन्दोलनभन्दा पछिल्लो टाइम हामीले नेपालको पोलिटिक्स के हो भनेर जेन्जीले बुझिराखेका छ। त्योभन्दा अगाडि हामीले सायदै रुचि राख्ने व्यक्तिले मात्रै बुझ्यौँ होला। त्योभन्दा अगाडि कस्तो थियो भन्ने कुरा चाहिँ अहिलेको जेन्जीले अहिलेको युवाले हेर्नु जरुरी छ भन्छौँ म चाहिँ आज फिल्मको। अनि जेन्जी पुस्ताभन्दा अघिल्लो पुस्ता हामी जो जति छौँ तपाईँहरू किन हेर्ने भन्दा हामी कुन दुनियाँमा कुन चिजमा हामी भोगिरहेका थियौँ, कुन दुःख भोगिरहेका थियौँ भन्नेलाई उपलब्ध गर्नलाई पनि हेर्नुपर्छ भन्ने जस्तो लाग्छ। यति नै हो। हामीले मेरो फिल्म एकदम राम्रो छ भन्न पनि सक्दिनँ किनभने मैले ट्राई गरिरहेको छु। मेरो फिल्म नराम्रो छ त म भन्दै भन्दिनँ। अनि मल्टिपल लेयरहरूमा काम गर्दा कहिलेकाहीँ कन्फ्युजन हुनसक्छ, तर त्यो कन्फ्युजनलाई यसरी पनि हेर्न सकिन्छ है नेपाली फिल्म जो हलिउडतिर बनिरहेको छ यो लेयरमा पनि हामीले हेर्न सक्छौँ भन्ने एउटा चिजलाई राखेर हेरिदिनु भयो भने सायदै मेरो कुराहरू मिट गर्छ। अनि अर्को जस्तै मैले तपाईँको यो फिल्मको सबैभन्दा इन्ट्रेस्टिङ मलाई लागेको स्क्रिप्टदेखि मैले 8 वर्ष होला दाइले एग्रिमेन्ट गरेको यो फिल्मको 8 वर्ष भएर दाइहरू सबैले एग्रिमेन्ट गरेको हामीले 8 वर्षदेखि मैले यो स्क्रिप्टलाई हेर्दै आएको छु। यो फिल्मलाई हेर्दै आउँदाको मलाई सबैभन्दा इन्ट्रेस्टिङ लागेको छ यो फिल्म के हो भने कुनै क्यारेक्टरहरूले पनि आफ्नो गोल पुरा गर्नु सबैको गोल चाहिँ कन्फ्युजन हुन्छ। एन्डबाट त्यसरी नै फिल्म एन्ड गरेको छु। त्यसलाई पनि अलिकति केलाइदिनु होला भन्ने मेरो कुरा राखेँ जग्गा भएको छ। तर यसमा मैले अघि भने मल्टिपल लेयरमा कसरी काम गरिरहेको छु भने हरेक क्यारेक्टरको आफ्नै कथा छ, आफ्नै जर्नी छ। अनि यहाँ तर कनेक्सनहरू कसरी भइदिन्छ भन्ने कुरा तपाईँहरू पनि हेरेपछि थाहा पाउनुहुन्छ होला। अनि हरेक क्यारेक्टरको 9-10जना क्यारेक्टरहरू छ जुन क्यारेक्टरहरू आफ्नो सपनामा पुगिरहेको छ, तर आफ्नो सपनामा पुग्दा कसैले आफ्नो सपना पुरा गरेको यही चिज नै मेरो लागि